10औं संस्करणको टी20 विश्वकप भोलिबाट सुरु हुँदैछ। यो विश्वकपमा नेपाल पनि सहभागी छ र नेपाललाई यो वर्षको विश्वकपमा इतिहास रच्ने मौका छ, किनभने अहिलेसम्म विश्वकपमा नेपालले कुनै पनि टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्न सकेको छैन। तेस्रो पटक विश्वकप खेलिरहेको नेपाललाई यो वर्ष भने टेस्ट नेसन विरुद्ध जित निकाल्न सहज हुने जस्तो देखिएको छ। नेपालको ग्रुपमा विश्व विजेता टोलीहरू इङ्ल्यान्ड र वेस्ट इन्डिज छन्। नेपालले इङ्ल्यान्डसँग आजसम्म कुनै पनि सिरिज अथवा कुनै पनि खेलहरू खेलेको छैन, त्यसकारण नेपाल र इङ्ल्यान्डको कुनै विगत छैन। बट वेस्ट इन्डिजसँग 3 टी20 आएको सिरिज खेलेको थियो, जुन सिरिजमा नेपालले आफ्नो जित दर्ता गरेको थियो। त्यसकारण पनि नेपाली क्रिकेट टोली कन्फिडेन्समा रहनेछ र यदि हामीले विश्वकपमा यी दुई टोलीमध्ये कुनै एक टोलीलाई पनि हराउन सक्छौँ भने त्यसपछि हामीलाई सुपर 8 पुग्नको लागि सहज हुने देखिन्छ। त्यसपछिका दुई खेल हामीले स्कटल्यान्ड र इटलीसँग खेल्नुपर्नेछ, जुन एसोसिएट नेसन हुन्, जससँग हामीले जित निकाल्न केही सहज हुने देखिन्छ। आशा गरौँ हामीले पक्कै पनि कुनै न कुनै टेस्ट नेसनलाई हराएर हामी पनि क्रिकेटको एक दावेदार मध्येको एक हो भनेर प्रश्न पार्नेछौँ र हामी यदि सुपर 8मा पुग्न सक्छौँ भने हामी 2028 को वर्ल्ड कपमा पनि सिधै क्वालिफायर हुनेछौँ र हामी लगातार तेस्रो पटक तथा चौथो पटक विश्वकप खेलिरहेका हुनेछौँ। तपाईको यसमा के भन्नु छ? आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्न चाहिँ नभुल्नुहोला। पक्कै पनि यो वर्षको विश्वकपमा नेपाललाई इतिहास रच्ने मौका छ र नेपालले आशा गरौँ इतिहास पनि रच्नेछ। आफ्नो प्रतिक्रिया जस्तो सोच्नुहुन्छ त्यस्तै कमेन्टमा लेख्नुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। भिडियो यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।